हेलो गाइज, आज चाहिँ यो बर्दियामा हो है, हावाहुरी चल्न सुरु गरिसकेको छ। आज हाम्रो बर्दिया एकाडेमी स्कुल बिदा पनि छ हैन। अब त्यो बर्दिया एकाडेमी चाहिँ 6 गतेसम्म बिदा छ। अहिले आज हामी घर दैलो कार्यक्रममा जाने भन्ने कुरा थियो। अहिले यस्तो हावाहुरी आइरहेको छ बर्दियामा हैन, तपाईहरुले हेर्न सक्नुहुन्छ। अब गाह्रो छ, मुस्किल छ हैन, कसरी जाने, के गरेर जाने भन्ने कुरा। यस्तो छ आकाशको मौसमको कन्डिसन हैन। हाम्रो मैयाले कपी किताबहरू ल्याएर आइसक्नु भएको छ। तलतिर दिदीले बाख्रा बान्दै हुनुहुन्छ। मेरो बाइक यहाँ छ, यो बाइकलाई भित्र हाल्नु पर्ला जस्तो छ। अब दिदी संकेतलाई अब एकैचोटि 7 गतेतिर आउने भन्नु होला। बिदा भोलि पर्सि र निकोर्सि बिदा आइसक्यो र अनि ए अब हाम्रो त मेरो त घर दैलो कार्यक्रम काम हुने थियो त खासै केही। आज अब यो यस्तोमा कतिखेर कहाँ जाने घर दैलो कार्यक्रम। त्यही पनि स्कुल त जानु पर्यो, खानासाना खाएर स्कुल त जानु पर्यो त। अब स्कुल बोलाउनु भयो। यस्तो छ मौसम गाइस अहिले बर्दियामा है, बिदा छ। अब भोलि पर्सि निकोर्सि। यहाँ मैले बाइक राखेको छु। यहाँ यस्तो फुल फुलेको छ, यस्तो ढकमक फुल फुलेको छ। आकाशमा मौसम यस्तो छ। यो के हो यस्तो बर्दिया हावाहुरी आइरहेको छ गाइस। ओके, बी सेफ, बी केयर। आज 3 गते 4 5 गते सरी आज 3 होइन, आज 4 गते, भोलि 5 गते, 6 गते 3 दिन बिदा प्लस 7 गते चाहिँ उही समयमा सबै अभिभावकहरूले आफ्ना नानी बाबुहरूलाई रेडी बनाएर स्कुल पठाइदिन भने अनुरोध गर्दछु। र स्कुल अब चाहिँ सन्डेबाट रेगुलरली पठन पाठन हुन्छन्। बुकहरू चाहिँ यहाँ 50 चोकभन्दा अलिकति भित्र साइड आएर आफ्नो नानी बाबुहरूको लागि बुक किनेर लगिदिनु होला। ढुङ्गाना स्टेसनरीबाट हैन, ढुङ्गाना पुस्तक पसलबाट लगेर आफ्नो बुकहरू गाथाहरू सबै सुरक्षित गरेर राखिदिनु होला। अनि 3 को बुकको 4 को बुकको प्राइस चाहिँ 2965 रुपियाँ छ। झन्डै झन्डै तपाईँले 3500 रुपियाँ लिएर आउनुभयो भने, अथवा त्यसमा चाहिँ गाथा साथाहरू सबै गरेर हुनसक्छ। अनि बुक मात्र लिन चाहनुभयो भने चाहिँ 2965 रुपियाँ छ। भनेपछि 2 को चाहिँ झन्डै कति थियो कस्तो मैले बिर्सेँ। 2 को चाहिँ गाइस यही छ। यस्तो छ, आएर कपी किताबहरू लगेर जानु होला। हार्दिक धन्यवाद।